रात सधैँ जस्तै शान्त थियो, तर त्यो शान्तिमा पनि कतै कसैको मन आवाजविहीन चिच्याइरहेको हुन सक्छ। हामी देख्दैनौँ, हामी सुन्दैनौँ, किनकि हामी आफ्नै संसारमा व्यस्त हुन्छौँ। त्यही रात म पनि व्यस्त थिएँ। म सिरकभित्र गुटमुटिएर मोबाइल स्क्रोल गर्दै थिएँ। एकपछि अर्को भिडियो, हाँसो, गीत, रमाइलो, स्क्रिन रङ्गीन थियो, तर कोठा अँध्यारो। आमाको स्वर टाढाबाट आयो, मोबाइल धेरै नहेर, चिसो छ आज। मैले सुने झैँ गरेँ, किनकि हामी धेरै कुरा सुन्छौँ, तर थोरै कुरा मात्र बुझ्छौँ। त्यही बेला फोन बज्यो। स्क्रिनमा एउटा नाम थियो, साया। एकछिन समय रोकिए जस्तो भयो। साया, जो कुनै बेला मेरो दिनको सुरुवात र अन्त्य थिए। तर अहिले हामी मौन थियौँ। फोन बजिरह्यो। मनले प्रश्न गर्यो, आज किन? जब तिमीलाई मेरो आवश्यकता थिएन, आज किन म याद आएँ? रिस आयो, घाउ बल्झियो, फोन रोकियो। मैले उठाइन, म सुतेँ। त्यो फोन मेरो कानमा अझै बजिरहेको थियो। भोलिपल्ट दिन उज्यालो थियो, तर मनभित्र घना बादल थिए। काम गरिरहेकी थिएँ। त्यही बेला फोन आयो। साथीको स्वर काँपिरहेको थियो, साया ठिक छैन। त्यो वाक्य मेरो मुटुमा ठोक्कियो। त्यसपछि हिजो रातिको फोन मेरो अपराध बन्यो। बाटो लामो थियो, सडक भरिएको थियो, तर मेरो मन रिक्त थियो। म सोचिरहेकी थिएँ, यदि मैले फोन उठाएकी भए, हामी बलिया देखिने मान्छेहरूलाई कमजोर ठान्दैनौँ, तर बलिया मान्छेहरू सबैभन्दा धेरै एक्लो हुन्छन्। उसको कोठा अँध्यारो थियो, झ्याल आधा बन्द, हावा भारी। ओछ्यानको कुनामा साया आफूलाई सानो बनाएर बसेकी थिइन्। त्यो साया होइन जो सधैँ हाँसिरहन्थी, त्यो थाकेको मन थियो। उसले प्रेमलाई सबैभन्दा माथि राखी, तर त्यो प्रेम उसको सास जस्तो भएन। उसलाई साथी भेट्न मनाही थियो, हाँस्न दोष थियो, आफ्नो विचार राख्न गल्ती। तिमी बदलिनुपर्छ भन्ने शब्दहरू मायाको नाममा बारम्बार सुनाइन्थे, र बिस्तारै उसले आफूलाई दोष दिन थाली। मैले केही भनिन, केही सोधिन, मैले केवल उसको हात समाते। हात समातेपछि शब्दहरू अनावश्यक भए। कहिलेकाहीँ सबैभन्दा ठूलो सहारा मौन नै हुन्छ। उसको हात चिसो थियो, तर काँपिरहेको थिएन। सायद कसैले समातेको महसुस उसले धेरै दिनपछि पाएकी थिइन्। उसको आँखा भरियो, पहिलो थोपा झर्यो, धेरै दिन थामेर राखेको बाँध भत्किए जस्तो। मैले उसलाई रोकिन, किनकि रोदन पनि उपचार हो। मैले भने, आज तिमी बलियो हुनु पर्दैन, आज तिमी थाक्न पाउँछौ। त्यो वाक्य उसले आफूलाई कहिल्यै भन्न पाएकी थिइनन्। थोरै शान्त भएपछि उसले बिस्तारै भनिन्, म खराब मान्छे होइन नि। मुस्कुराएँ, तर आँखामा आँसु थियो। तिमी खराब होइनौ, मैले भने। तिमी धेरै माया गर्ने मान्छे हौ। गल्ती त्यहाँ हुन्छ जहाँ माया नियन्त्रण बन्छ। उसले टाउको झुकाइन्। सायद उसले पहिलो पटक आफू निर्दोष छु भन्ने सोचेकी थिइन्। उसको कोठाको कुनामा एउटा ऐना थियो, धुलोले ढाकिएको। ऊ त्यहाँ उभिन्, आफैलाई हेरिन्। म आफैलाई चिन्न छोडेकी रहेछु, उसले फुसफुस्याइन्। म उसकै पछाडि उभिएर भने, हेर, तिमी अझै छौ, अलिक थाकेको, अलिक डराएको, तर बाँकी नै छौ। ऐनामा दुईजना थियौँ, एक थाकेको मन र एक सम्हाल्न खोज्ने मन। सायद जिन्दगी फेरिन ठूला निर्णय चाहिँदैन, सानो, धेरै सानो निर्णय पर्याप्त हुन्छ। सायाले भनिन्,
आज म उसलाई फोन गर्दिन। त्यो वाक्य उसको स्वतन्त्रताको पहिलो पाइला थियो। मैले टाउको हल्लाएँ। हर्षले होइन, सम्मानले। उसको फोन बज्यो। स्क्रिनमा उही नाम। उसको हात फोनतिर गयो। फेरि रोकियो। उसले फोन बन्द गरिन्। आँखा बन्द गरिन्। गहिरो सास फेरिन्। त्यो क्षण उनी हारिनन्, उनी जितिन्। दिनहरू बिस्तारै बिते। कहिलेकाहीँ उसलाई अझै दोषी महसुस हुन्थ्यो। कहिलेकाहीँ फोन खोल्न मन लाग्थ्यो। तर अब ऊ एक्ली थिइनन्। हामी सँगै हिँड्थ्यौँ, चिया पिउँथ्यौँ, पुराना गीत सुन्थ्यौँ। एक साँझ उसले मेरो हात समातेर भनिन्, यदि म फेरि आफैमा हराउन थाले भने म तिमीलाई फोन गर्छु। ती सुन्दा मेरो घाँटी अवरुद्ध भयो। मैले भने, र म फोन उठाउँछु। हामी दुवैलाई थाहा थियो, यो पटक फोन बज्दा मौन हुने छैन। सायद सबै कथा प्रेमले सुरु हुँदैन। कतिपय कथा मित्रताले बचाउँछ। सायद सबै घाउ पुरिँदैनन्, तर तिनीहरूले हामीलाई परिभाषित पनि गर्दैनन्। र त्यो रात जब फोन बजेको थियो, त्यो अन्त्य थिएन, मित्रताको सुरुवात थियो।